बटरलाई चाहिँ पहिला बटरलाई तताउने, तातो भइसकेपछि डार्क चक्लेटलाई चाहिँ मसिनो चप गरेर त्यही बटरमा हालिदिने। त्यो हालिसकेपछि त्यो बटर तातोले गर्दा चक्लेट पक्रिन्छ होइन। त्यो मेल्ट भइसकेपछि चाहिँ त्यही चक्लेटलाई चाहिँ फर्स्ट स्टेपमा मिक्स गर्ने। अनि थर्ड स्टेपमा चाहिँ कोका पाउडर अनि फ्लोर अनि बेकिङ पाउडर है के भने मैले कफी पाउडर पनि हाल्न सक्छु थोरै, अझ एक्स्ट्रा टेस्ट आउँछ। अस्ति मैले चक्लेटमा गराएको त्यो गरेपछि त्यो भने टेस्ट अझ चक्लेट राम्रो आउँछ। त्यो सबै मेथड धेरै रेसिपी हालेर मान्छेले रम पनि हाल्छ थोरै हालेर बनाउने आज कोही खान्छै खान्छ। मिसाउन सक्छौ, अर्को रमहरू मिसाउन सक्छौ क्या। त्यो चाहिँ लाइफमा सम्झेर राख्नुहोस्, त्यो टेस्ट राम्रो आउँछ क्या चक्लेट। तर मिसाउने भने धेरै मिसाउनु चाहिँ होइन, फ्लेभरको लागि मिसाउनु। फ्लेभरको लागि चक्लेटको जति नि प्रोडक्ट गर्छौँ नि हामीले, कुकिजहरू भयो, मफिनहरू भयो, त्यसमा रमहरू हल्का मिसाउने, कफी पाउडर हल्का मिसाउन सक्छौँ, टेस्ट अझ राम्रो आउँछ चक्लेट। अब यसमा चाहिँ मैले लेखिदिएको छैन हेर त, कसैले हाल्छ कसैले हाल्दैन। त्यो जाने मान्छेले हाल्छ, अलिकति आइडिया नहुने मान्छेले हाल्दैन, एड गर्दैन। मिक्सिङ भइरहेको भनिला सुगर अनि केक के एलिमेन्ट भनिला निकाल्न लाग्यो। यसको बेकरी उहाँलाई चाहिँ आज दिदीलाई पनि दिनु न थोरै। त्यो भयो होला है। यतिको भयो, अझै गरौँ एकछिन। सुगर देखाउनु पर्छ। यसलाई चाहिँ यस्तो मलमा हाल्दा नि मिल्छ, ट्रायङ्गलमा सबैमा स्क्वायरमा हाल्नु। राउन्डमा हाल्दिउँ। यसलाई भइसकेपछि फ्लोर जोग्यौ, बटर पकालेर एकछिन बटर पकालिदियो। सिलिकन स्प्याचुला पहिला सामान हटाउँ न, यत्तिकै राख्दै अहिले केही नै नगर्ने। वालनट पनि एड गर्न सक्छौँ हामीले, वालनट पनि एड गर्न अलिकति ब्रेडलाई सार्प बनाउनु। अब ल्याऊ त्यो एगको फर्म लिएर चुइँदाखेरि त्यो झर्नु भएन है, त्यो भुइँमा झर्न सक्छ। त्यहाँ केही थाहा नभए निकालेर सफा गर्दै सफा गरेर राखेर त्यसको लागि चक्लेट यहीँ रहेछ त्यो चक्लेट, त्यो हाल चक्लेट केही होइन त। ब्राउनी भन्ने हुन्छ, लेमन ब्राउनी भन्छ तिम्रो। अनि हाम्रो यो आलमन्ड हाल्यो भने आलमन्ड ब्राउनी, वालनट हाल्यो भने वालनट ब्राउनी। त्यो कसरी बनाउने भनेर म सिकाउँदैछु। एकैट स्पेसुला भेट्दैन मैले यही साइजको, यो अलिकति ठुलो भयो, यसलाई मात्र घटाऊ, अरूलाई त ठिक छ, खाइसक्छ यिनीहरू ठिक छ। टोक्दाखेरि चाहिँ आउनु पऱ्यो नि वालनट, त्यो मसिनो बनाएर त आउँछ फिलै हुँदैन, फिल आउनु पऱ्यो खाँदाखेरि। अब यो चक्लेटलाई चाहिँ हामी बेक गर्नु, यसलाई चाहिँ तातो छ फेरि सेलाएपछि गर्न मिलेन, त्यसै हामीले गर्छौँ। स्पेसुला ल्याएको चक्लेटलाई चाहिँ मैले एकछिन भिजाएर राखिदिनुहोस्, यो तातोले बिस्तारै पक्रिन्छ है चक्लेटलाई चाहिँ। यो कति ग्राम भनेको थिएँ मैले? 20 ग्राम। ठ्याक्कै 30 ग्राम हो। ठ्याक्कै छ क्या, टेन्सन नलिनु, हाल्दैछु त। ठिक छ 29, टेन्सन नगर न मलाई। हामीले यो चक्लेट त्यो चाहिँ एक वाइट हो होइन, एक व्हाइट छुट्टा होइन है हामीले। एक ब्रेकफास्ट सुगर र भेनिला के बसेर सेतो अनि कोका पाउडरले ठ्याक्कै हुन्छ हेर्नुहोस् न। अब हामीलाई सबै जोखेर राखेको छौँ होइन, सबै भइसक्यो होइन।
फर्स्टमा हामीले के गर्यौँ अन्डा चिनी र भेनिला फ्लेभर। अब यसको लागि हामी कुन मोडमा हाल्ने भन्नुहोस् त बेस ब्राउन मोडमा हाल्ने होइन पकाउन। ल यसमा चाहिँ हामीले वेट आधी हाल्छ, यति चाहिँ सम्झिराख्नु पर्यो। आधी यसको आधी हाल्यो भने यो लेभलमा आउँछ हामीलाई पुग्छ। हामीले वेट गऱ्यो भने चाहिँ 850 है। तपाईँलाई चाहिँ कस्तो भाँडा हुन्छ थाहा हुन्न है, नर्मली तपाईँको त्यो भाँडाको चाहिँ आधी हाल्नुपर्छ भनेको यो बेकिङ पाउडर हालेको चिज। अनि यसलाई पेपर उठाउनुहोस् त त्यसलाई तल बेस गरेर गर्नलाई यतिसम्म सक्यो भने ब्राउनी बनिसक्यो त्यसो। जुन मोडमा चाहिँ तलको बेस चाहिने हो त्यही मोड राखेर चाहिँ हामीले त्यो पेपर हटाउँ। ल ओभनको टेम्परेचर बनाइराख 180। हाम्रो काम लगभग 80% सकिसक्यो है, 80% सकिसक्यो। यसमा चक्लेट मेल्ट हुनु पऱ्यो, चक्लेट मेल्ट पनि भइसक्यो होइन। पेपर पप छैन। अब हामी यो मोडमा चाहिँ बनाउँदैछौँ, यसमा चिनी पकालिसक्यौँ। अब यसमा चाहिँ यो मिक्स गर्छौँ जुन चक्लेट पकाइसक्यो। अब यसमा हाल्छौँ मेल्ट गरेर चक्लेटलाई चाहिँ हामी सुगर पक्लै चेक गऱ्यौ है तिमीहरूले। अब त्यसपछि हामीले अलिक फ्लेभरको लागि चाहिँ हल्का रम हाल्यौँ। ल कतिको मनपर्छ यो अझै ल्याउनु न होइन, योभन्दा बेसी हाल्यो भने चाहिँ अलिक यहीले जित्दैन है, योभन्दा बेसी नहाल्यो। कसम तपाईँलाई ध्यान हुन मन लागेको छ। ल कफी यति हाल्यो। अब हेर यसमा चाहिँ हामीले त्यो मिक्स गरिदिउँ है। कुन छ थर्ड स्टेप छ होइन। सेकेन्ड स्टेप चक्लेट र मिसायौँ होइन। थर्ड स्टेप यसमा मिसाउँ। ल सानो भयो तिम्रो भाँडा। हाम्रो फर्म बसेको छैन होइन इन्जेलसम्म। अब चाहिँ हामीले यो चाहिएन एकछिनमा। अब यसलाई राम्रोसँग मिक्स गर्नु। टेम्परेचर सेट गर ल। अब यदि यहीलाई त्यो किरा लागेको छ। ल हेर त यसरी मिक्स गर्नु सक्छ है। यस्तो लिक्विड हुनु पऱ्यो यसरी पकाउनु। यो अलिकति यो साह्रो भइहाल्यो भने चाहिँ तिमीले स्टिम गर्न नि मिल्छ, पानीको स्टिम है। यो बिस्तारै साह्रो हुँदै आउँछ। हेर यत्तिकै राख तिमीले 5 मिनट। यो तातो हुन छोड्यो नि, जब बटरको हिट हुन छोड्यो नि त्यसपछि जम्छ यो। त्यो हुनुभन्दा अगाडि नै यसमा हामीले वेट गरेर हाल्यो। अब यसमा जाउँ हामीले चक्लेट चिप्स। अब यसरी चक्लेट चिप्स मिसायो भने चाहिँ तिम्रो यो चक्लेट ब्राउनी भयो। आलमन्डको चिप्स मिसायो भने यो आलमन्ड ब्राउनी भयो। वालनटको चिप्स मिसायो भने वालनट ब्राउनी भयो। अनि माथिबाट वालनट टपिङ गरिदिनु सक्छु। अब मैले यसमा चाहिँ के गरौँ चक्लेट चिप्स मिसाएँ है। यो चाहिँ माथिको टपिङको लागि ठुल्ठुलो राखेँ। यो मसिनो चाहिँ मैले यहाँ मिक्स गरिदिएँ, बुझ्यौ। अब यसलाई अगाडि गऱ्यो भने के हुन्छ यो फेरि लिक्विड हुन्छ क्या, त्यही भएर चाहिँ चिप्स बसोस् भनेर मैले लास्टमा राखेँ। अब यसमा चाहिँ मैले 850 ग्राम चाहिँ हालेँ। तर तपाईँहरूले भाँडाको आधी हाल्नु पऱ्यो है। यो बलको चाहिँ कति हाल्नु पऱ्यो आधी राख्नु। यो भाँडामा चाहिँ 2 पाउन्डको रिङ हो। यसमा चाहिँ 850 हाल्यो भने हामीलाई यसको साइज ल यो लिक्विड हुँदाखेरि नै हाल्नु पऱ्यो। तपाईँहरूले वेट गर्नु पऱ्यो। र 800 नै हालौँ है। हामी यसमा अलिकति सानो बनाउँछौँ, अलिकति हाइट कम हुन्छ त्यति मात्र। 800 हाल्नु 820 भयो। चक्लेट ब्राउनी भयो। एक चिप्सहरू राखिदिनु। अब यहाँ वालनट तपाईँले राख्नुभएको भए यहाँ माथिबाट पनि वालनट आधी वालनट छरिदिएँ मैले। यतापट्टि वालनट भयो, यतापट्टि के भयो चक्लेट। अब यतापट्टि अब
आलमन्ड बनाएको भए आलमन्ड पनि त्यही हो है। आलमन्डलाई सानो चिप्स बनाउने भित्र पनि हाल्ने। अब क्वान्टिटीहरू चाहिँ बढाउन सक्छौँ। 30 ग्राम ल्याएको छु मैले चक्लेट चिप, त्यसमा वालनट हाल्यो भने 50 ग्राम जति जोखेर भित्र 25 बाहिर 25 गर्न सक्नुभयो। आलमन्डलाई भित्र 25 बाहिर 25 गर्न पनि सक्नुहुन्छ। 250 हो। त्यही भएर त निकाल्नु चलाउनु भनेको छु माइक्रोवेभमा चक्लेट पकाउँदा। किन हो, नत्र हिट बढी हुनसक्छ। हिट बढी भयो भने तिम्रो चक्लेट बिग्रिन्छ अनि तिम्रो डल्लो पर्छ क्या हिट बढी भयो। त्यसलाई पकाउने टेम्परेचर भनेको 40 to 50। त्योभन्दा बेसी हिट गरिदियो भने चक्लेट पक्लिँदैन, जम्दिन्छ, डल्लो पर्ने। बुझ्यो? ब्राउनी भयो कि सानो है। आलमन्ड हो भने पनि आलमन्ड यसरी चप गरेर हालिदिने, माथिबाट आलमन्ड हाल्ने। बुझ्यो? ल अब एउटै डिफ्रेन्ट छ लेमन ब्राउनी। लेमन ब्राउनी एकचोटि फोटो हेर्नु सबैले गुगलमा। व्हाइट व्हाइट चक्लेट हाल्ने लेमन ब्राउनीलाई यो फ्लेभर चाहिँ भेनिला फ्लेभर हाल्नु पर्यो। अब लेमन तिमीले एड गर्न पर्ने भने येल्लो कलर अलिकति हो थोरै राख्ने कलर हाल्ने। अनि त्यसमा लेमनको जुस र जिस्ट भने बुझ्छ बोक्रा अस्ति हामीले गरेको थियौँ होइन। लेमनको जिस्ट हामी चिज केक बनाउँदाखेरि बनाउँछौँ, त्यसले थाहा हुन्छ। लेमन जिस्ट र लेमन जुस राखेपछि हाम्रो त्यो लेमन ब्राउनी भन्छ। त्यो अमिलो हुन्छ, गुलियो हुन्छ, त्यसलाई लेमन ब्राउनी भन्छ। अनि नभए तपाईँले चाहिँ व्हाइट चक्लेट मात्र हालेर चाहिँ लेमन जिस्ट र जुस पनि हालिकन माथिबाट लेमन कर्ड भन्ने बनाउनु पाइन्छ। आफैले बनाउनु पर्छ त्यो लेमन कर्ड। त्यो टपिङ गरिदियो भने त्यही लेमन ब्राउनी पऱ्यो भने व्हाइट चक्लेट एड गर्ने। आलमन्ड गर्नु पऱ्यो भने आलमन्डलाई चप गरेर गर्ने। के हो बुझ्नु हुन्छ तिमीले? छिटै हाल्नु पनि सक्छ। धेरै मेहनत गर्छ। यसलाई नि अहिले हालिदिने रहेछ। हालिदिने हो। होइन अलिक टेम्परेचर मिल्दैन। आउन सक्छ है। यसलाई चाहिँ हल्का हातले नै प्रेस गरेर हेर्नु। यो बेस एउटा लेभलमा आइसक्यो नि। बेकिङ पाउडर थोरै हालेको भयो। हजुर तलतिर नि लिएर तल होइन यता तल सारा लेबर मिलाउँदै उतापट्टि छोडिदियो एकछिन छोड। तिमीले यो राम्रोसँग झरिराखेन है। यसरी हान न यहाँ राखेर है। अब फेरि पलबाट राम्रोसँग झरेन है। अलिक तल लिएर अझ लिएर हो ल। अब उता लैजाऊ। यसमा पनि लैजाऊ न। डल्लो भयो कि मासतिर लिएर जाऊ। ठिक छ हालिरहेछ। अब चाहिँ बिस्तारै निकाल्नु। यसो थोरै हाल्नु नडराइ है। हो ढल्कायो बिग्रियो होइन अलिकति जिगर बिस्तारै यसरी पक्रेर बित्छन्। ल आयो चाहिँ नलाउने है। यहाँ चेप्यो यसरी। कसको हो त्यो? हाफवाला तपाईँको योवाला ल ल यतिको लागि चाहिँ फोको परेर ल यो त भरि सरी भरि अर्को कस्तो बनाउने ल 3-4 देखाऊ। यो अब यसलाई बिस्तारै हटाउने। हटाउन तिमीले अहिले आएन है। अब यसलाई चाहिँ काट्न खोज्दै यसो तिमीले कस्तो गर्यौ यस्तो गर्यौ क्या। गर्दाखेरि त्यो भित्र छिर्यो। यस्तो गर्नु पऱ्यो। यस्तो गरेर गर्नु पऱ्यो क्या। आफूपट्टि राखेर यो पेपर चाहिँ त्यो भइदिएको भए यता छिर्दैन छिर्यो। यस्तो राख्यो यस्तो गरेर भित्र छिर्यो। अनि साइज काटेर आएन। बुझ्यौ? अब यस्तो भइहाल्यो भने यस्तो गर्न मिल्छ फेरि। सजिलो आइडिया छ ल।
र यो हाम्रो ब्राउनी कति मिनट जान्छ लगभग पाइसक्यो है 45 मिनटमा हाम्रो ब्राउनी पाइसक्यो यो चाहिँ सिन्का गाडेर हेरेर थाहा हुँदैन है किनकि यसमा चक्लेटको मात्रा बढी छ यो चक्लेट जति गाडे पनि चक्लेट चाहिँ आइरहेको छ अनि पाकेन भने तिमीहरू पकाउँछौ डढिसकेको हुन्छ यो हाम्रो 45 मिनटमा ब्राउनी पाइसक्यो है र मलाई केक स्ट्यान्ड पनि देऊ देऊ चक्लेट देऊ मलाई एकछिन प्लेट पनि देऊ मलाई टुथपिक पनि देऊ त्यो प्लेट चाहिँ हो यो होला त्यसमा एउटा ल यहाँ राख्यो यो लेभलको ठप्प ठप्प बनाउँदै जा यसले बनायो नि हुन्छ ल जाऊ तिमीलाई सिकाउँछु यत्तिकै ग्यापमा राख यहाँसम्म तान्ने है ल उतापट्टि त्यो टेबल भएन यो टुथपिक देऊ त मलाई जता घुमाइदियो नि राम्रो देख्छ राम्रो देखिन्छ जता घुमाइदियो सेफ पनि नराम्रो देख्न थाल्यो अन्त हामीले होइन जता घुमाइदियो नि अलिक बिचको ठुलो बनाएको छौ तिमीले यही थियो होइन तिम्रोमा ल भयो स्पन देऊ ल यहाँ भयो यति भएको चाहिँ यहाँ गार्निस बस्छ अहिले यो 3टा भयो ल 4 अब यसमा चाहिँ कोका पाउडर चाहिँ ल्याउँछु कस्तो मिडल फिङ्गर के भन्छ चाहिँ मैले त दिइराखेको के देखिरहेको छु श्रीपेज जस्तो श्रीपेज पाँच हुन्थ्यो क्राउन के श्रीपेज चाहिँ भनिरहेको छु त मेरो राख्ने आइसक्रिम हाल्ने चक्लेट हाल्ने आइसक्रिम चाहिँ हाल्नु तिमीहरू साइडमा ओइल लगाएको कक्रोच जस्तो बनाएको पुरै कक्रोच जस्तो थियौ मलाई 2 पाउन्ड गर्नु पनि दियो है भोलि तपाईँहरूलाई चाहिँ 2 पाउन्डको भयो है ब्राउनी केक भयो है अब यसलाई पिस गरेर चाहिँ कति पाउन्ड पेस्ट्री साइजको हजुर 2 पाउन्ड भनेको लगभग 8 बाई 8 इन्चको एक पाउन्ड भनेको 6 बाई 6 त्यो चक्लेट त्यो देखिरहेको अझ माथिले देखाउने हो भने चाहिँ अलिक ठुल्ठुलै हालिदियो नि देखिन्छ बुझ्नुभयो नि है हल्का त काटिदिन्छ तपाईँको हेभी उठ्यो नि उठेपछि हल्का काटिहाल्छ तपाईँले हेर्नु न ब्राउनीको पिक्चर हेर्नु ल ल्याउनु ल्याउ स्कुपको ल्याउ त्यसले भन्दा त स्पोनले ल्याउ न स्पोनले हालिदिइहाल्छ नि
यो कुन कुन हाल्ने ऊ त्यो मेरोमा हाल्ने ल्याउ हो गुड कसले बनाएको थियो पछि कक्रोच कक्रोच हाकिम हो कक्रोच हाकिम ल यसरी राख्ने एउटा सिल्भरको के भाँडा छ बल सिसाको बल म्याम यो वालनट काट्नु अलिक गाह्रो हुन्छ है वालनटको चाहिँ हल्का बिस्तारै बिस्तारै धस्नु न खिच्नु हुँदैन हो त्यसरी अब स्कोपले चाहिँ पोलो बनाएर हाल्ने सेटिङमा तर यो बटर स्कच अलिक महँगो हुन्छ है अलिक थोरै हाल्ने है त्यस्तो भनेर थोरै हालिदिएको छु त हेर न